व्यापक छु सबै ठाउँमा व्यापक स्वयंवर हुनेछ हाम्रो गुरुले स्वयं मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनो हरि मङ्गलाय तनो हरि द्वारावतीमा भयो विवाह द्वारावतीमा भयो विवाह बाँसबारीमा भयो विवाह बाँसबारीमा भयो विवाह लक्ष्मी हरिको रम्य लक्ष्मी हरिको बाँसबारीमा भयो विवाह बाँसबारीमा भयो विवाह बाँसबारीमा भयो विवाह बाँसबारीमा भयो विवाह लक्ष्मी हरिको रम्य लक्ष्मी परमात्माको ध्यान गर्ने ध्यान गर्ने हो हामीले सत्य परमात्माको ध्यान गर्ने हो ध्यान गर्ने हो हामीले सत्य परमात्माको ध्यान गर्ने हो हामीले सत्य परमात्माको ध्यान गर्ने हो ध्यान गर्ने हो ध्यान गर्ने हो हामीले सत्य परमात्माको ध्यान गर्ने हो श्री राधे ध्यान गर्ने हो
हामीले सत्य परमात्माको ध्यान गर्ने हो, ध्यान गर्ने हो, ध्यान गर्ने हो। हामीले सत्य परमात्माको ध्यान गर्ने हो, हरे हरे हामीले सत्य परमात्माको ध्यान गर्ने हो, हरे हरे। सत्यको ध्यान गर्न पर्छ कि पर्दैन, अब गर्ने हो कि होइन? यहाँ भेट भए बेला मात्रै होमा हो मिला हो कि अघि पछि छ? आजबाट घडी उपहार पाइसकेपछि बहिनी चाहिँको भैमा खुट्टै भएन। त्यो घडी कसलाई देखाम होला, कसलाई भनाम होला, कसलाई सुनाम होला, यो घडीको बखान दाइको बखान कसलाई गर्ने होला भनेर सबैलाई भन्दै भन्दै मलाई त मेरो दाइले कति धेरै माया गर्नुहुन्छ। हेर्नुहोस् कति महँगो घडी, कति राम्रो घडी दाइले मलाई ल्याइदिनु भएको। आफ्नो लागि केही किन्नु भएको छैन दाइले, मेरो लागि घडी ल्याइदिनु भएको। यो घडी मलाई सुहाएको छ कि छैन, कति राम्रो कति महँगो छ अरे, कति अमूल्य छ यो घडी भन्दै भन्दै सारा संसारलाई भन्दै हिँडिसकेपछि एकजना सन्त महात्माको पासमा पनि बहिनी पुगिन् र त्यो घडी देखाउँदै दाइको बखान गर्दै सन्त महात्मालाई भन्न लागिन्, महात्माज्यू गुरु मलाई त मेरो दाइले असाध्यै माया गर्नुहुन्छ। हेर्नुहोस् न मेरो दाइले ल्याइदिनु भएको घडी, यो घडी कति अमूल्य छ, कति मन परेको छ, कति राम्रो छ यो घडी भनेर दाइको बखान गर्दै हिँडेपछि ती महात्माले अलिकति फरक किसिमको अनौठो किसिमको हाँसो हाँसिदिनु भयो। त्यो हाँसो हाँसेपछि बहिनी चाहिँलाई चित्त दुखेछ, अलिकति रिस पनि उठेछ। मैले मेरो दाइले ल्याइदिएको घडीको बारेमा तिमीलाई तिम्रो दाइले एउटा घडी ल्याएर दिँदाखेरि घडी ल्याएर दिने दाइको यति धेरै बखान, यत्रो धेरै चर्चा, यति खुसी हुँदै हिँडेकी छौ। एकचोटि सम्झ त नानी, तिमीलाई तिम्रो दाइले एउटा घडी दिँदा त दाइको यति धेरै चर्चा र परिचर्चा गर्दै खुसी भएर हिँडेकी छौ। त्यो घडी लाउने हात नभए भए त्यो घडी तिमीले कहाँ लाउँथ्यौ होला नानी? अनि तिम्रा ती सुन्दर आँखा नभएको भए यो संसार केले हेर्थ्यौ? मुख जिब्रो नभएको भए कसरी बोल्थ्यौ होला तिमी? खुट्टा नभएको भए कसरी हिँड्थ्यौ? एउटा घडी ल्याएर दिने दाइको चाहिँ यत्रो बखान, तर यो सारा जिन्दगी सृष्टि संसार तिमीलाई नै दिने परमात्मालाई तिमीले कहिले खुसी भएर नाम संकीर्तन गरेकी छौ त छैनौ? धन्यवाद दिएकी छैनौ? परमात्माको चर्चा गरेर हिँडेकी छैनौ नानी? भनिसकेपछि बहिनीलाई आफ्नो गल्ती महसुस भयो र उनले परमात्माको ध्यान गर्न थाले र परमात्माको संकीर्तन गर्न थालिन्। हरि भनन हरि भनन हरि भनन हरि भनन, छैनन् हरि भनमा भित्री मनमा। हरि बोल श्री राधे। हरि भनन छैनन् हरि भनमा भित्री मनमा। हरि भनन हो हरि भनन, छैनन् हरि भनमा भित्री मनमा। हरि भनन छैनन् हरि भनमा भित्री मनमा। हरि भनन हो हरि भनन, छैनन् हरि भनमा भित्री मनमा। हरि हरि छैनन् हरि भनमा। सबैले एकचोटि राधे राधे भनिदिनुहोस् न। राधे राधे। फेरि एकचोटि राधे राधे। अब भगवानको कृपाले प्राप्त गरेको निकै यो अमूल्य मानव जीवन, यो जीवनलाई त्यत्तिकै व्यर्थ खेर जान दिने कुरो त भएन। जानु त एक दिन सबैले पर्छ। कोही ढिलो र चाँडो मात्रै सकेको दान गर्ने, पुण्य आर्जन गर्ने, सामाजिक भावमा जोडिरहने। भगवान पनि सामाजिक सेवाबाट, प्राणीको सेवाबाट सन्तुष्ट हुनुहुन्छ।
त्यही भएर मुठी पारेका मुठीहरूलाई फुकाएर गाँठो परेका मनहरूलाई पनि फुकाएर आनन्दले भगवानमा आफूलाई समर्पित भएर सत्कृतिको लागि हात खुल्ला गर्ने हो जस्तो नि लाग्यो होला है। पनि यसो भने बेला टाउको हल्लाइदिउँ हाम्रो के नै जान्छ र त्यसपछि त ठिकै छ पनि भन्ने होला नि कति त। यो संसारमा आइसकेपछि एक दिन जानै पर्छ। हामी गएर समाहित हुने भनेको केवल भगवानमा, भगवान बाहेक दोस्रो आश्रय छँदै छैन हाम्रो। अन्त्य नारायण स्मृति भन्छ, अन्तमा जे जसो गरे पनि जस्ता जस्ता कर्म गरे पनि नारायणलाई घर अर्पण गर्ने, नारायण भन्ने। जति दुःख पीडा कष्ट जे जस्तो परे पनि मान्छेले साह्रै दुःख परेको बेलामा सम्झि निकल्लै हो। यतापट्टि चाहिँ बत्त बसिया टोली हो कि क्या हो, आवाजै आएन। यताबाट अलिअलि टाउको हल्लिरहेछ। च्वास काँडाले गोप्यो भने के भन्ने, ड्याममा ढोकाले ठोक्यो भने के भन्ने, गुल्डुङ गुल्डुङ लड्यो भने अत्यास भयो भने के भन्ने। जतिसुकै दुःख पीडा कष्ट परे पनि दुःखको बेलामा जम्मा 3 व्यक्तिको नाम मुखबाट निस्किन्छ। ड्याममा ढोकाले ठोक्यो भने के हैया बा हो कि मरे नि आमा, कि हे भगवान यो बाहेक अरू कसैको नाम आउँछ, आउँदैन। हैया नि बा मरे नि बा हो, लौन नि भगवान भन्यो। जतिसुकै माया प्रीति भएर तिमी बिना म बाँच्न सक्दिनँ भने पनि च्वास काँडाले गोपेको बेलामा हैया नि हाम्रो घर कि हो कसैले नि भन्दैन। हे मेरो सानोको बाउ कसैले पनि। आफन्तजनहरू प्रिय व्यक्तिहरू भनेको पनि कोही दैलासम्म रुँदै निस्किन्छन्, कोही आँगनसम्म, कोही अलि पर बाटोसम्म, बारीका डिलसम्म, कोही घाटैसम्म, छोराहरू घाटैसम्म, मलामीहरू घाटैसम्म। एकदमै प्यारो गरेर यो मेरो हो भनेर दुःख कष्ट पीडा हुन नदिएको आफ्नो यो शरीर देह पनि जाने भनेको चितासम्म हो। चिताभन्दा पर त यो देह पनि जाँदैन। जाने भनेको राम्रो कर्म गर्नेले सत्कृति, पुण्य गर्नेले पुण्य लिएर जान्छ, पाप गर्नेले पाप लिएर जान्छ, सुकर्महरूलाई छोडेर कीर्ति राखेर जान्छ, कुकर्म गर्नेले त त्यही पनि हुँदैन। अनि आफू मरेर गइहालिन्छ। मरेर गइसकेपछि आफूलाई लगिहाल्छन्, जलाइहाल्छन्, जीवन सकिहाल्छ। त्यसपछि नलाई नखाइ नखाइकन राखेको, फरियाको छेउमा गाँठो पारेको, सिरानी मुनि राखेको, लवड लाएर राखेको, ब्याङ्कमा राखेको, ट्याङ्कामा राखेको जम्मै मर्या भोलिपल्ट पर्सिपल्टदेखि मन नपर्या बुहारीले मजाले बसेर खाने। हेर हाँसेका बुहारीको कुरा भएपछि त सबैलाई हाँसो लाग्दो रहेछ है। अझै पनि त्यस्तै छ, आफूले नै भोगेर होला है। त्यही भएर सासहरू अलि बढी हाँस्नु भएको छ यहाँनिर, बुहारीहरूको नि हाँस्ने पाला आउँछ। त्यही भएर छोडेर जाने चिज यो संसार आफ्नो सास गइसकेपछि, प्राण गइसकेपछि लान केही पाइँदैन। पुण्य गरे पुण्य लाने, पाप गरे पाप लाने, बेलैमा सत्कर्ममा लाग्ने, राम्रा राम्रा कर्महरू गर्ने, सुकृतिहरू छोड्ने, कुकृतिहरूलाई त्याग्दै त्याग्दै भगवानलाई भज्दै भज्दै भवसागर तर्नुपर्छ। एक दिन संसार मारेर जाने हो गएपछि कसले के लाने हो, एक दिन मारिन्छ, पक्कै मारिन्छ, मारेर जाने हो गएपछि कसले के लाने हो, एक दिन मारिन्छ, पक्कै मारिन्छ। हरि नाम जपेर पार धारिन्छ, पक्कै मारिन्छ। हरि नाम जपेर पार धारिन्छ। नारायण। यसरी एक दिन त्यस्तो आउँछ।
जिन्दगानी काट्नै पर्यो जस्तै परे पनि जिन्दगानी काट्नै पर्यो जस्तै परे पनि दुई दिने यो जीवनको रङ्गीन खेलाइमा मरेर लानु के छ र जे आज मेरो दिन बिग्रियो मोइको पानी पाइन आज मेरो दिन बिग्रियो मोइको पानी पाइन दुई दिने यो जीवनको रङ्गीन खेलाइमा मरेर लानु के छ र जे गर्नु छ गर बेलाई मरेर लानु के छ र जे गर्नु छ गर बेलाइमा ओ जे गर्नु छ गर बेलाइमा नखाइनलाई कमाई जति राखे जोगाएर अहिले खान मन लाग्दा नि पाइन रोगाएर अहिले खान मन लाग्दा नि पाइन रोगाएर दुई दिने यो जीवनको रङ्गीन खेलाइमा मरेर लानु के छ र जे गर्नु छ गर बेलाइमा मरेर लानु के छ र जे गर्नु छ गर बेलाइमा ओ जे गर्नु छ गर बेलाइमा नारायण यसरी जे जति गरे पनि राम्रा नराम्रा सम्पूर्ण कर्महरू भगवान नारायणमा लागेर अर्पण गर्ने बाँसुरीको हे कृष्ण आयो गोपी झ्यालो कै थोलेर बाँसुरीको हे कृष्ण मिठो धुन सुनेर आयो गोपी झ्यालो कै थोलेर
आए गोपी कृष्ण झलुका धुनेर आयो गोपी झलुका धुनेर आयो गोपी कृष्ण झलुका धुनेर लाई नाच हो श्रीराधे नाच्यो है बाँसबारी नाच्यो मधुर वंशी हे कृष्ण छन् तिम्रो हातैमा हामीलाई पनि लैजाऊ न साथैमा मधुर वंशी हे कृष्ण छ तिम्रो हातैमा हामीलाई पनि लैजाऊ न साथैमा हामीलाई पनि हे कृष्ण लैजाऊ न साथैमा हामीलाई पनि लैजाऊ न साथैमा हामीलाई पनि हे कृष्ण लैजाऊ न साथैमा हामीलाई पनि लैजाऊ न साथैमा हामीलाई पनि हे कृष्ण लैजाऊ न साथैमा लौ न नाच्नलाई पुगेन हो भन्छु अब हे कृष्ण म तिम्रो भक्त संसारबाट भइसके विरक्त भन्छु अब हे कृष्ण म तिम्रो भक्त संसारबाट भइसके विरक्त भन्छु अब हे कृष्ण म तिम्रो भक्त संसारबाट भइसके विरक्त संसारबाट हे कृष्ण भइसके विरक्त संसारबाट भइसके विरक्त हरि संसारबाट हे कृष्ण भइसके विरक्त रमाइलो भएको छ कि छैन हो बल्ल रमाइलो भयो हल्ला गरौँ सबैले जाऊ नारायण यसरी हरेक पल हरेक क्षण भगवानलाई सम्झिँदै भगवानमा आफूलाई अर्पण गर्दै यो जिन्दगी अमूल्य जिन्दगीलाई हामीले भगवानको कृपाबाट पाएको जिन्दगीको सही सदुपयोग गर्नुपर्छ। आज एकदमै खुसी लाग्यो उहाँहरूको सान्निध्यता साथ प्राप्त हो। यो विशिष्ट अवसरको लागि फेरि पनि म पुष्पदाई र उहाँको सम्पूर्ण टिमहरूमा हार्दिक नमन अर्पण गर्न चाहन्छु। यहाँ जे हेऱ्यो त्यही राम्रो। गुरुको कथा सुन्न लाग्यो मन अन्त जाँदै नजाने कथा मात्रै सुनिरहँ जस्तो लाग्ने। भक्तहरू त्यत्तिकै रसिक भगवानको कथामा। आयोजक परिवार त्यस्तै हरेक कुरा आनन्ददायक सम्झन लायक र विशेष म कलाकार पनि भएको हिसाबले म वाचिका मात्रै होइन कलाकार पनि हो। यहाँलाई थाहा छ कलाकार पनि भएको हिसाबले यो कलाकार टिम जसले मलाई वाद्यवादन र गायनमा साथ दिनुभयो अहिलेसम्मको उत्कृष्ट लाग्यो मलाई। यो भागवत यात्रामा हिँडेपछि उहाँहरूलाई जोरदार ताली। मेरो आफ्नो कलाकार टिम त छँदैछ र पनि मैले अरू कलाकार टिमसँग पनि धेरै कार्यक्रम भागवतको कार्यक्रम गरेका छु। तीमध्ये सबैभन्दा उत्कृष्ट लागेको कलाकार टिम राधे राधे भन्दै उहाँहरूको लागि जोरदार ताली। अब छुट्ने बेला हो, आउँदा रमाइलो रमाइलो हुने, जाने भइसकेपछि मनमा कतै कतै पीडा कतै कष्ट के हराएको जस्तो के बिराएको जस्तो के भुलेको जस्तो भइहाल्छ। मलाई थाहा थियो आधी घन्टा आएर हजुरहरूको मन भरिँदैन भन्ने मलाई थाहा थियो। अब म भदोकसम्म एकदमै बिजी छु। समय मिल्यो भने असोजभन्दा पछाडि हाम्रो यहीँ नजिकै फेरि यस्तै सप्ताह हुने कार्यक्रम रहेको छ। धोको पुर्याएर 9 दिन म यहाँसँग बस्नेछु र आजको यो विशेष कार्यक्रमको लागि यो समयको लागि समस्त आयोजक परिवारप्रति नतमस्तक हुँदै यहाँले मलाई अत्याधिक मन पराउनु भएको नरौ माया सम्झेर मलाई धुरु धुरु मध्यमी रातेमा थोरै भजनको टाइपले प्रस्तुत गरेर ओझेल पर्न चाहन्छु।
मेरो कृष्ण सम्झेर मलाई धुरु धुरु माथि रातिमा कृष्ण तिमी तिरै लायो यो मना तिमी तिरै लायो यो मना चरण दिन सक्दिन नभन नरौ कृष्ण सम्झेर मलाई धुरु धुरु माथि रातिमा हो नरौ भक्त सम्झेर मलाई धुरु धुरु माथि रातिमा हरि बोल सबैले ताली बजाउँदै कृष्ण बाँसुरीको मिठो धुन सुनि बाँसुरीको मिठो धुन सुनि कहिले हाँस्ने कहिले रोने नरौ कृष्ण सम्झेर मलाई धुरु धुरु माथि रातिमा हो नरौ भक्त सम्झेर मलाई धुरु धुरु माथि रातिमा कृष्ण भक्त बनी नजाते हरि भक्त बनी नजाते हरि भवसागर तरिन्छ कसरी नरौ किन सम्झेर मलाई धुरु धुरु माथि रातिमा हो नरौ भक्त सम्झेर मलाई धुरु धुरु माथि रातिमा हुन त धार्मिक कार्यक्रम भगवानको चर्चा र परिचर्चा भइरहेको आनन्दको वर्षण भइरहेको ठाउँमा विभिन्न किसिमका भजनहरू प्रस्तुत गर्दै जाँदा यहाँहरूमा देखेको उत्साह माया ममता र साथले मलाई थोरै यी घाटामा मैले गाएको तोरीबाट सर्वाधिक टिकटक बनेको र मैले जिन्दगीभरि भुल्न नसक्ने टुक्का धार्मिक कार्यक्रम भए पनि हजुरहरूको मायाले मलाई अलिकति पूर्व स्मृतिमा धकेलेको कारण एक टुक्का हजुरहरूको लागि धार्मिक लाइनमा लागेपछि माया प्रीतिको गीत त्यति गाएको छैन तर हजुरहरूले माया गर्नुभयो त्यही सर्वाधिक टिकटक बनेको एउटा टुक्का है त माया अझै सिन्दुर लगाउँछु लुकेर अझै सिन्दुर लगाउँछु लुकेर लाइसकेपछि रुन्छु मन दुखेर मेरो माया सम्झेर मलाई धुरु धुरु माथि रातिमा माया अझै सिन्दुर लगाउँछु लुकेर लाइसकेपछि रुन्छु मन दुखेर मेरो माया सम्झेर मलाई धुरु धुरु माथि रातिमा हो मेरो माया सम्झेर मलाई धुरु धुरु माथि रातिमा हो मेरो माया सम्झेर मलाई धुरु धुरु माथि रातिमा हो मेरो माया सम्झेर मलाई धुरु